हेलो एभ्रिवान, गुड मर्निङ। आज एउटा केकसँग तपाईँलाई म वेलकम गर्दैछु मेरो पेजमा। अन्त यो केक चाहिँ मेरो हिजोको अर्डर थियो, तर यो आइसिङ गरेको मैले अस्तिको राति हो, किनकि यो बिहानै लाने केक थियो नि त 8 बजीतिर। अन्त बिहान त आइसिङ गर्नु मिल्दैन, अन्त त्यही कारणले गर्दा चाहिँ यो त राति नै मैले क्रम कोड आइसिङ गरेर फ्रिजमा सेट हुन लागि राखिदिएको थिएँ। अन्त हिजो त्यही यसको फाइनल डेकोरेसन गर्नुपर्ने थियो, त्यसको भिडियो चाहिँ मैले सेयर गरेन तपाईँहरूसँग, किनकि अलिकति लामो हुन्थ्यो रहेछ नि त भिडियो। त्यसले गर्दा चाहिँ फाइनल डल्लै गरिसकेर चाहिँ मैले भिडियो तपाईँसँग यसमा सेयर गरेको छु। र यो चाहिँ 2 पाउन्डको भनिला स्पन्जमा चाहिँ स्ट्रबेरीको फ्लेभर हालेर मैले यो बनाएको छु। अन्त यो चाहिँ पुलिस थिममा थियो यो केक चाहिँ। उहाँहरूले चाहिँ मलाई पहिला चाहिँ फन्डेनको केक भन्दै थियो कि फन्डेनको डेकोरेसनहरू गरेको, र फेरि उहाँले भन्नुभयो फन्डेन नबनाएर चाहिँ सिम्पलमा अब तपाईँको स्टाइलले बनाइदिनुहोस् भन्नुभयो नि त मलाई, तर थिम चाहिँ पुलिसको नै राखिदिनुहोस् ल भन्नुभएको थियो हो। अन्त त्यसले गर्दा यसमा फन्डेन त मैले युज गरेको छु, हल्का नामहरू लेख्न लागि चाहिँ मैले फन्डेन नै युज गरेको छु। र जुन चाहिँ डेकोरेसन थियो पुलिसको त्यो चाहिँ मैले स्टिकर लिएर आएर चाहिँ स्टिक गरिदिएको थिएँ हो। अन्त स्टिक गरेर चाहिँ केक चाहिँ हुँदा राम्रो भएको थियो हो। अन्त त्यही मैले डिजाइनहरू त्यही पुलिसको डल्लै स्टिक गरेर चाहिँ फन्डेनको हल्का डिजाइन गरेको थिएँ, र लुक्स चाहिँ यस्तो भएको छ। र यसमा चाहिँ मैले मेरो आफ्नो टचअप दिएको थिएँ, फक्स बलहरू लगाएर, फक्स बल हल्का पर्लहरू लगाइदिएको थिएँ, अब अलिक राम्रो देख्छ भनेर। अन्त फाइनल लुक चाहिँ केकको यस्तो भएको छ, हेर्नुहोस्। होप कस्टमरलाई पनि मन पर्यो होला, यो हिजो नै गइसकेको छ केक चाहिँ हो। अन्त होप उहाँलाई मन पर्यो होला, नानीलाई मन पर्यो होला, तपाईँलाई पनि कस्तो लाग्यो कमेन्ट गरेर चाहिँ मलाई भन्नुहोस् है ल। थ्याङ्क यू, बाई बाई।